बाबा खैजडी बजाउन सिकाइदिनु न। खैजडी बजाउन सिक्ने हो? अब यही मसँग खैजडी भएको यही छ है। खैजडीका बोल कतिवटा 3टा हुन्छन्। अब भाषमा त धेरै नै हुने भयो, तर तिमीलाई मैले 3टा सिकाउँछु है त। यो खैजडी भयो, यतापट्टि यसो काटेको छ, यसरी च्याप्प समात्नु पर्यो। देब्रे हातले समात्ने, दाहिने हात चल्छ मेरो। यसलाई सुरुमा छप गिन गिन छप गिन छप गिन गिन मादल जस्तै बोल हुन्छ क्या। बजाउँदाखेरि अब छप गिन छप गिन यसले पनि यसो छ्याप्प पार्ने, छप गर्दा यहाँ पार्ने, यसले पनि छ्याप्प पार्ने क्या। छप गिन छप गिन अब यही बिटलाई छिटो गर्ने क्या। है अरे भजन गाएर हेर है त। शिव कैलाशमा नगई हामीलाई भात छैन, शिव कैलाशमा नगई हामीलाई भात छैन, शिव कैलाशमा नगई हामीलाई भात छैन। छप गिन गिन छप गिन गिन शिव कैलाशमा नगई हामीलाई भात छैन, शिव कैलाशमा नगई हामीलाई भात छैन। अहिले खास गरी अरे शिव कैलाशमा नगई हामीलाई भात छैन, शिव कैलाशमा नगई हामीलाई भात छैन। ताल काट्ने बेलामा पहिला यदि सिकौँ, त्यसपछि ताल काट्ने चाहिँ अर्को भाग सिकौँ है।